गइसकेछ मङ्गल सर बेस क्याम्पमा चाहिँ जोक्योद्वारा यसरी सामानहरू चाहिँ असर पसर हुन्छ है जोक्यो अनि पोटर गाह्रो छ बिचरा उनीहरूलाई पनि अरू उसको ग्रुप चाहिँ अगाडि छ अनि चाहिँ अलि थाहा भएन अलि बिरामी हो कि लोड बढी भयो अलि पछाडि छ माया लाग्छ के गर्नु यस्तो छ है यो चाहिँ बेस क्याम्प नजिकैको बाटोको भिडियो हो है सो गाइज हामी चाहिँ अहिले बेस क्याम्पको नजिकै आइपुग्यो होइन अब बेस क्याम्प यहाँबाट अलिअलि देखेको होला पहेँलोको टेन्टहरू यस्तो छ भ्यू यो चाहिँ इबिसी है एभरेस्ट बेस क्याम्प अगाडिको भ्यू यस्तो छ तपाईहरुले सिधा अगाडि मिड पोइन्टमा फोकस गर्यो भने यल्लो यल्लो डट देख्न सक्नुहुन्छ यस्तो छ भ्यू नेपाल त फेरि खत्रै हो नि त अलिकति हाम्रो नेपालको पोलिटिक्स मात्र राम्रो नभएर हो फेरि नेपाल त स्विजरल्यान्डलाई नि पछि पार्छ जस्तो लाग्छ है मलाई चाहिँ टुरिज्ममा चाहिँ यो चाहिँ पुमारी ट्रेन हैन खुम्बु चाहिँ च्याङसे अनि यो चाहिँ लोला अनि एभरेस्ट भइहाल्यो अनि नुप्से ओके ओके हजुरहरूले त देख्नु भएको यल्लो यल्लो डट चाहिँ सब त्यो बेस क्याम्प हो है एभरेस्ट बेस क्याम्प अनि त्यो सब टेन्टहरू हो त्यो चाहिँ सब एभरेस्ट क्लाइम्बिङको लागि अहिले भर्खरै टेन्टहरू सेटअप हुने काम हुँदैछ होइन अनि यो चाहिँ बेस क्याम्प पोइन्ट हो यहाँ तलको यो मान्छेहरूले भएको सो अनि अगाडि देखेको यो चाहिँ खुम्बु आइसफल हो क्यामन एभरेस्ट चढ्नको लागि चाहिँ त्यहीँबाट त्यो खुम्बु ग्लेसियर चाहिँ क्रस गरेर जानुपर्छ अनि त्यो मिडमा देखिएको त्यो ब्ल्याक विन्डी छ माथि त्यो चाहिँ एभरेस्ट हो है ओके त्यही छ सो फाइनल्ली गाइज मोडा पासन भाइ चाहिँ यहाँ एभरेस्ट बेस क्याम्प पोइन्टमा आइपुग्यो है यस्तो छ यही हो एभरेस्ट बेस क्याम्पको पोइन्ट चाहिँ है फोटोहरू खिच्नको लागि चाहिँ यहीँ हो त्यस्तै छ ओके ओके एभरेस्ट बेस क्याम्पको पोइन्ट चाहिँ यही है लास्ट यहाँ लेखेको छ 5364 मिटर भनेर अहिले चाहिँ म ठ्याक्कै यो एभरेस्ट बेस क्याम्पको पोइन्टमा छु यहाँ चाहिँ ट्रेकिङको ग्रुपहरूलाई मात्र हो यहाँभन्दा माथि चाहिँ अलाउड छैन ट्रेकिङलाई ओके जुन हजुरले देख्नु भएको चाहिँ
सबै टेन्ट टाङ्नको लागि चाहिँ र आइस र ढुङ्गा पर्दै टेन्ट टाङ्नको लागि है यो चाहिँ। अनि तल बेस क्याम्प पोइन्ट भइहाल्यो बेस क्याम्पको। अनि यो जुन दृश्य देख्नुहुन्छ हजुरहरूले यो चाहिँ एभरेस्ट बेस क्याम्प सेटअप हुँदैछ है। कति साथीहरूले उता टेन्टहरू सेटअप गर्दै हुनुहुन्छ। यो चाहिँ सबै क्लाइम्बिङको लागि एभरेस्ट क्लाइम्बिङको लागि यहाँ टेन्टहरू टाङ्ने काम भइरहेको जुन दृश्य हजुरहरू सामु देखाइरहेको छु यस्तो छ। अहिले अझै यो चाहिँ स्टार्टिङ पोइन्ट भएर त्यति धेरै टेन्टहरू देखेको छैन है। ल ओके, यो चाहिँ हाम्रो टेन्ट टाङ्नको लागि यो चाहिँ बेस क्याम्पमा है यस्तो हुन्छ। आइसहरू पुरै आइस खनेर यस्तो मिलाएर अनि यसो टाङ्नु पर्छ। पछि यसो यस्तो दुःख हुन्छ है बेस क्याम्पमा चाहिँ। बेस क्याम्पमा टेन्ट सेटअप गर्नको लागि हाम्रो चाहिँ यस्तो पुरै आइस र ढुङ्गा खनेर बनाउनु लागिरहेको छ। यो चाहिँ सब टेन्ट सेटअप गर्नको लागि हो। सबै त्यही काम भइरहेछ अहिले चाहिँ। यो चाहिँ एभरेस्ट बेस क्याम्प हो है। अहिले चाहिँ हाम्रो सबै साथीहरूले टेन्ट टान्नको लागि आइस ढुङ्गाहरू फोड्दैछ। हाम्रो किचन बनाउने कार्य जारी छ। यता पुरै छ फेरि पनि हालेर हिँडेछ कि क्याम्प सेट गरुन्जेलसम्म हुँदैन क्या मेरो पोइन्ट हो। सो गुड मर्निङ गाइस। आज चाहिँ हाम्रो बक्स टेन्ट मेम्बरको बक्स टेन्ट टाङ्ने काम भइरहेछ है बेस क्याम्पमा। अनि अहिले चाहिँ टी ब्रेक भइरहेछ है। सबै साथीहरू चाहिँ पछाडि चिया खाँदै हुनुहुन्छ। यस्तो छ काम। यो चाहिँ सबै हाम्रो बक्स टेन्ट है। कस्तो छ दाइ? ठिक छ, सुरु भइसक्यो सबै स्माइल चाहिँ अलिकति विचार गर्नु है। बियर काजीको नाम चेन्ज भएछ नि, बियर काजी अरे। बियर काजी ओके, हाम्रो चाहिँ यति टेन्ट टाँगिसकेपछि टी ब्रेक भइरहेछ है। इबिसी बेस क्याम्पबाट चाहिँ Hello guys, what's up? Welcome to EBC. We are having tea है। अनि आज चाहिँ नि हाम्रो यहाँ बक्स टेन्ट हाम्रो मेम्बरहरूको लागि बक्स टेन्ट बनाउँदै आज हामी होइन। अब केही दिनमा चाहिँ नि हाम्रो मेम्बरहरू पनि आइपुग्नुहुन्छ। ठिक छ, थ्याङ्क यू। सो सम लभ गाइज। यस्तो छ ल। अब चाहिँ खाना खाने टाइम हाम्रो। कस्तो छ साथीहरू खानाहरू? सबजनाले रिस जस्तो लाग्यो आज है, करेला भएर किन हो? अनुहार कसैको ह्याप्पी स्माइल देखिँदैन है कसैको।
ह्यापी दसैँ ल ल है त ल करेला होइन त बेस क्याम्पमा करेला सँग ल हाम्रो बेस क्याम्पमा अहिले चाहिँ पुरा हिउँ परिरहेको छ है ल हाम्रो लोगो देखियो है दामी ल नेक्स्ट गुड मर्निङ सबैजनालाई आज चाहिँ हाम्रो बेस क्याम्पमा आजको ब्रेकफास्ट एकदम स्पेसल छ है टक्कै खिर अब म यसो ट्राई गर्छु है यस्तो छ जस्ट बेस क्याम्पमा 5364 मिटरमा चाहिँ ब्रेकफास्ट खिर मिठो छ ओके भयो सो अनि हामी चाहिँ अहिले एभरेस्ट बेस क्याम्पबाट कफी सुजल सर ओ सुजल सर यो चाहिँ कुन कफी रे हाम्रो डिएक्सन कफी हो यालसकमा कफी भन्छ ल है अब ट्राई गर्नु पर्यो कस्तो छ ओ त्यस्तो बबाल छ त यार यसको त आम्मा पुरै हो ल यो ट्राई गर्ने ल ओके 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 ल ल यस्तो छ झलक हाम्रो चाहिँ अब सुन्दर टाङ्ने छ है पूजा सकेपछि सुन्दर यसरी टाङ्नुपर्छ बेस क्याम्पमा पूजामा यो चाहिँ सबै क्लाइम्बिङ गियरहरू यसरी राखिन्छ र पूजा गरिन्छ है यस्तो छ यो चाहिँ हाम्रो क्याम्प आज चाहिँ हाम्रो बेस क्याम्पमा ट्रेनिङ भइरहेछ है हिउँ परिरहेछ ट्रेनिङ भइरहेछ है यता चाहिँ हाम्रो बेस क्याम्प यता परिचय पाऊँ त यता म चाहिँ मङ्गल ग्रहबाट ल बेस क्याम्पमा चाहिँ यस्तो छ ल हिउँ परिरहेछ है हाम्रो ट्रेनिङ फेरि चलिरहेछ हाम्रो यो टिम एचएसटीको चाहिँ टिम आमामा हिउँ धेरै पर्यो ट्रेनिङको बेलामा कस्तो भइरहेछ एकदम ठिक छ हिउँ परिरहेछ ट्रेनिङ दिइरहेछ हाम्रो लालु सर हेड सेफ एकदम चिसो छ यता हाम्रो हेड शेर्पा ट्रेनिङ कस्तो हुँदैछ दाइ ठिकै छ भाइ ठिक छ है अलि हिउँ पर्यो है हजुर समस्या चिसो छ
सो आज चाहिँ हिउँ परेर यस्तो छ बेस क्याम्पतिर हाम्रो टेन्टहरू चाहिँ यस्तो भएछ है हिउँ परेर यो पुरै हाम्रो टेन्टहरू हो अनि टेन्ट चाहिँ यस्तो भएछ है यस्तो छ जगत सर यता भयो टेन्ट पुरा हिउँ परेर यस्तो छ सावर टेन्ट आज हाम्रो क्याम्पमा स्पेसल कफी बनाउँदै हुनुहुन्छ हाम्रो उमर दाइले हक्क माउन्टेन जावा अरे खत्रै हो यो सबै कफी हो काठमाडौँमा 2टा ब्रान्डको क्याफे छ है माउन्टेन जावा भन्ने पनि रहेछ नि त अहिले त हामी चाहिँ वेटिङमा होइन त कफीको वेटिङमा चाहिँ हामी यता खाना पर्यो अब पछि यता कफी खाना आएको म चाहिँ यता सरहरूकोमा इन्भाइट गरेको टाटा है हुँदैछ यो यसपालि नयाँ किनेछ नि त होइन यो थिएन हिँड्नु थिएन आज सुसार रहेछ माग्न जाने है अब चाहिँ कफीबाटै उद्घाटन गर्नुभयो तपाईँले सरको मिल्ने साथी लिएर आउनुहोस् धेरै पर खोज्न जानु न ओके आज चाहिँ हाम्रो बेस क्याम्पमा मेम्बर डाइनिङको डेकोरेसनको कार्य हुँदैछ डेकोरेसनमा छन् हाम्रा दाइ यतिको लतार्दा हुन्छ होला राम्रो देख्छ अरुण थापा यो चाहिँ हाम्रो मेम्बर डाइनिङ हो र हरियो देखिनँ मैले मेरो आँखा बिग्रियो कि के भयो ठिक छ त एकदम राम्रो सही देखियो नि यता भयो यता चाहिँ फेरि यता अर्को मेम्बर डाइनिङमा यहाँ चाहिँ अब कपडा बिछाएर प्लास्टिकले कभर गर्ने काम भइरहेछ बेस क्याम्पमा यो चाहिँ तलको हाम्रो यो चाहिँ मेम्बर टेन्ट यता लाप्सो पूजा गर्ने ठाउँ यता चाहिँ हाम्रो किचन स्टोर शेर्पा डाइनिङ किचन है मेम्बर किचन र शेर्पा किचन तल चाहिँ गाइडको टेन्टहरू तलतिर यस्तो छ यता खुम्बा एसफल चाहिँ
तपाईँले आकाशमा उँभो तान्ने भुइँबाट उच्चाने जस्तो गरेर अनि टक्क खुट्टा मिलाएर आउनु जान्ने भयो ठिक छ तपाईँको खुट्टा बिचमा नाट्यो अलिक तल सेपै छ केही पनि Well done. This is definitely camp for you. Woo!